Hello everyone, welcome back to my channel. आउनुहोस् है त अब हामी सँगै फ्राइड राइस गराउँछौँ। सो आलु, प्याज, टमाटर अनि लसुनलाई चाहिँ मैले काटेर रेडी गरिसकेँ। उता चाहिँ कराई पनि बसालिसकेँ। मैले कराई बसालेर राखेको छु। अनि सो खाना चाहिँ मैले चिसो होस् भनेर खनाएर राखेको थिएँ। अनि अब चाहिँ उता कराई पनि तातिसक्यो। सो मैले आलु पनि हालिदिएँ कराईमा। एकछिन यसलाई भुट्छु म। सो आलु मजाले भुटिसकेपछि प्याज अनि लसुन पनि राखिदिन्छु। सो गाइस, तपाईँहरूले पनि यसरी नै बनाएर खान सक्नुहुन्छ। मैले चाहिँ लसुन हालेर एकछिन फ्राई गर्न छोडिदिएँ। छिटो अनि मिठो मैले चाहिँ फ्राई राइस यसरी नै बनाएर खाने गरेको छु। त्यसपछि मैले टमाटर हालेर एकछिन भुटेँ। अनि त्यसपछि बेसार, स्वादअनुसार नुन, धुलो खोर्सानी अनि जिराको धुलो पनि हालेर एकछिन यसलाई चाहिँ मसला पाक्नलाई चाहिँ एकछिन छोडिदिने। सो मेरो भिडियो मन परेमा लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला साथीहरू। अनि सपोर्ट पनि गरिदिनु होला। सो गाइस, यसरी बनाएर खानुभयो एकदमै मिठो हुन्छ। साँच्चै नै एकदम मिठो भएको थियो। सो मैले त्यसपछि सोया सस राखेँ। अनि सोया सस राखिसकेपछि यसलाई चाहिँ एकचोटि मजाले चलाइदिएँ। सो हेर्नुहोस् न, लुक पनि कस्तो यम्मी देखेको छ नि साथीहरू। अनि सो यसलाई चाहिँ तपाईँहरूले अझै करी मसलासँग खानुभयो भने झन् एक्स्ट्रा मिठो बब्बाल हुन्छ। सो गाइस, नेक्स्ट भिडियोमा भेटौँला। मेरो भिडियोलाई माया गरिदिनु होला भन्ने आशा गर्दछु। बाई बाई गाइस।